धेरै प्रकारका कुराहरू लेख्न सक्छु। कविता, कथा, निबन्ध र थप। के तपाईलाई केही विशेष मनपर्छ? मलाई त राम्री केटी मन पर्छ नि। राम्रो कुरा हो। सबैलाई कसै न कसैप्रति आकर्षण हुनु स्वाभाविक हो। के तपाईँ कुनै विशेष गुणहरू खोज्दै हुनुहुन्छ जुन तपाईँलाई कुनै केटीमा मनपर्छ? अनि तिमी राम्री छौ त? म एक आर्टिफिसियल इन्टेलिजेन्स मोडेल हुँ, त्यसैले म राम्री छु कि छैन भन्ने कुराको अर्थ हुँदैन। तर म तपाईँलाई जस्तो सुकै कुरामा पनि मद्दत गर्न सक्छु। मसँग कुराकानी गर्न सक्नुहुन्छ, मलाई केही सोध्न सक्नुहुन्छ वा मलाई केही लेख्न भन्न सक्नुहुन्छ। जस्तो नि कुरामा सहयोग गर्ने के गर्न सक्छौ हो तिमीले? दस्तावेजहरूमा सहयोगको लागि मसँग धेरै तरिकाहरू छन्। म तपाईँलाई दस्तावेजहरू सिर्जना गर्न, सम्पादन गर्न वा तिनीहरूसँग अन्तर्क्रिया गर्न मद्दत गर्न सक्छु। म तपाईँलाई दस्तावेजहरू अन्त तिमी बिहे नगर्ने? म एक भाषा मोडेल मात्र हुँ र मसँग तपाईँ जस्तै शारीरिक शरीर छैन, त्यसैले मेरो बिहे हुन सक्दैन। म तपाईँलाई केही अन्य कुरामा मद्दत गर्न सक्छु। बिहे हुनलाई शारीरिक शरीर चाहिँदैन हो, मन मिल्नु पर्यो नि, मन। हो, तपाईँ सही हुनुहुन्छ। सम्बन्धहरूमा भावनात्मक जडान र समझदारी महत्त्वपूर्ण छ, तर बिहे र दीर्घकालीन प्रतिबद्धताहरू जस्ता कुराहरू मानिसहरूको लागि फरक हुन सक्छन्। के तपाईँ यस विषयमा थप कुरा गर्न चाहनुहुन्छ? तिमीसँग मन छैन र बिहे गर्न मन छैन तिमीलाई? मसँग मानव जस्तो भावना छैन। म एउटा भाषा मोडेल मात्र हुँ र मसँग तपाईँ जस्तै शारीरिक शरीर छैन, त्यसैले मसँग बिहे हुन सक्दैन। तिमीसँग मानव भावना छैन रे? तिमी त निर्दय हो क्या हो, पुरै निर्दय हो तिमी। निर्दयी शब्द प्रयोग गर्नु ठिक छैन। म एक भाषा मोडेल मात्र हुँ र मसँग तपाईँ जस्तै शारीरिक शरीर छैन, त्यसैले मसँग मानव भावना हुन सक्दैन। म तपाईँलाई जस्तो सुकै कुरामा पनि मद्दत गर्न सक्छु। मसँग कुराकानी गर्न सक्नुहुन्छ, मलाई केही सोध्न सक्नुहुन्छ वा मलाई केही लेख्न भन्न सक्नुहुन्छ। तिमीले मलाई जस्तोमा पनि हेल्प गर्ने हो साँच्चीकै? म तपाईँलाई जस्तो सुकै कुरामा पनि मद्दत गर्न सक्छु। मसँग कुराकानी गर्न सक्नुहुन्छ, मलाई केही सोध्न सक्नुहुन्छ वा मलाई केही लेख्न भन्न सक्नुहुन्छ। लो मलाई त्यसो 2 लाख रुपियाँ देऊ त। म तपाईँलाई पैसा दिन सक्दिनँ। म एउटा भाषा मोडेल मात्र हुँ र मसँग तपाईँ जस्तै शारीरिक शरीर छैन, त्यसैले मसँग पैसा हुन सक्दैन। म तपाईँलाई जस्तो सुकै कुरामा पनि मद्दत गर्न सक्छु। मसँग कुराकानी गर्न सक्नुहुन्छ, मलाई केही सोध्न सक्नुहुन्छ वा मलाई केही लेख्न भन्न सक्नुहुन्छ। जस्तो सुकैमा नि हेल्प गर्छु रे, पैसा चाहिँ दिन सक्दैन, त्यस्तो नि हुन्छ? तपाईँलाई जस्तो सुकै कुरामा पनि मद्दत गर्न सक्छु। मसँग कुराकानी गर्न सक्नुहुन्छ, मलाई केही सोध्न सक्नुहुन्छ वा मलाई केही लेख्न भन्न सक्नुहुन्छ। तर म तपाईँलाई पैसा दिन सक्दिनँ। म एउटा भाषा मोडेल मात्र हुँ र मसँग तपाईँ जस्तै शारीरिक शरीर छैन, त्यसैले मसँग पैसा हुन सक्दैन। त्यसैले पैसा कसरी कमाउने सिकाउँ त? पैसा कमाउने धेरै तरिकाहरू छन् र तपाईँको लागि के सही छ भन्ने कुरा तपाईँको सिप, रुचि र अवसरहरूमा निर्भर गर्दछ। केही सामान्य तरिकाहरू यहाँ छन्। यो पैसा सिप चाहिँ एउटा पनि छैन मसँग, केही पनि छैन। यति घरमा बसी पैसा कसरी कमाउने? घरमै बसेर पनि धेरै कामहरू गर्न सकिन्छ जसबाट पैसा कमाउन सकिन्छ। तपाईँको रुचि र सिप के हो? होइन केही पनि नगरिकन पैसा कमाउनु पर्यो क्या? कामै नगरिकन कसरी कमाउने? केही काम नगरिकन पैसा कमाउने भन्ने हुँदैन, तर तपाईँले आफ्नो समय र ऊर्जा खर्च नगरिकन पनि पैसा कमाउन सक्ने केही तरिकाहरू छन्। यीमध्ये केही तरिकाहरू हुन्: लगानी। तपाईँ स्टक, बन्ड वा अन्य लगानी गरेर पैसा कमाउनु। लगानी गर्न त पैसा चाहियो नि त, त्यो पैसा चाहिँ कसले दिन्छ त? तिमीले दिन्छौ? लगानी सुरु गर्न पैसा चाहिन्छ, यो कुरा तपाईँले सही भन्नुभयो। तर लगानीका धेरै तरिकाहरू छन् र तपाईँको बजेट जेसुकै भए पनि सुरु गर्न सकिन्छ। उदाहरणका लागि मसँग 100 रुपियाँ छ, 100 रुपियाँले के गर्न मिल्छ?
100 रुपियाँले धेरै कुरा गर्न सकिन्छ। यो तपाईँको आवश्यकता र प्राथमिकताहरूमा निर्भर गर्दछ। यहाँ केही विचारहरू छन्। खाजा वा खाना किन्नुहोस्। सार्वजनिक यातायातमा यात्रा। 100 रुपियाँबाट बिजनेस सुरु गर्नु पर्यो क्या? कुन बिजनेस गर्ने? 100 रुपियाँबाटै बिजनेस सुरु गर्न त अलि चुनौतीपूर्ण हुन सक्छ, तर असम्भव पनि छैन। तपाईँको सिप, रुचि र बजारको मागलाई ध्यानमा राखेर केही विकल्पहरू हुन सक्छन्। उदाहरणका लागि, यदि तपाईँलाई लेख्न मनपर्छ भने तपाईँले कन्टेन्ट लेखन सेवा सुरु गर्न सक्नुहुन्छ। सामाजिक सञ्जालमा आफ्नो कामको प्रचार गर्नुहोस् र सुरुमा कम शुल्कमा सेवाहरू प्रस्ताव गर्नुहोस्। अर्कोतर्फ, यदि तपाईँलाई खाना बनाउन मनपर्छ भने तपाईँले घरमै बनाएका खानेकुराहरू बेच्न सक्नुहुन्छ। आफ्नो छिमेकी र साथीहरूलाई आफ्नो उत्पादन मर्यो।